हो, म छोरी मान्छे हो, तर त्यागकी देवी होइन। हो, म छोरी मान्छे हो, तर इज्जतको ठेकेदार होइन। हो, म छोरी मान्छे हो, तर सहनकै लागि जन्मिएको होइन। हो, म छोरी मान्छे हो, समाजले बनाएको नियममा बाँधिनको लागि मात्रै होइन। मेरा जिम्मेवारीहरू धेरै छन्। म छोरी मान्छे हो, म आमा हो, म श्रीमती हो, म घरको पहरेदार हो, यो घरको बलियो जग हो। यो समाजलाई सही दिशा देखाउने क्षमता मभित्र छ। घर चाहे देशको नेतृत्व लिन सक्ने क्षमता मभित्र छ। मलाई धर्म अधर्म बीचको फरक थाहा छ। ममा मानवता पनि छ, ममा दूरदर्शिता पनि छ, ममा सही र गलत छुट्याउन सक्ने क्षमता पनि छ। मलाई गोलो रोटी फुलाउनदेखि लिएर मान्छेलाई औलामा फनफन्ती घुमाउन पनि आउँछ। मलाई सहन पनि आउँछ, मलाई रिसाउन पनि आउँछ, मलाई फकाउन पनि आउँछ, मलाई सताउन पनि आउँछ। म छोरी मान्छे। 32 गुणले भरिपूर्ण त छैन होला, तर मेरो जीवनको लागि म परिपूर्ण छु। म रूपमा सुन्दर छैन होला, मेरो शरीर चिटिक्क मिलेको छैन होला, तर मेरो सोच यो समाजको हिसाबले सक्षम छ। यो हातलाई चिटिक्क पारेर सजाउन पनि सक्छु, यी हातमा ठेला उठ्ने गरी काम गर्न पनि सक्छु। यो शिरमा मैले ताज सजाउन पनि सक्छु, यही शिरमा मैले नाम्लो बोक्न पनि सक्छु। म जति भित्रबाट कोमल छु, त्यति नै म बाहिरबाट कठोर बन्न पनि सक्छु। म छोरी मान्छे हुँ। मलाई सीमा घेरामा राख्नुको सट्टा खुला आकाश दिएर त हेर्नुहोस्, यो सारा संसारलाई म रङ्गीन बनाउन पनि सक्छु। गर्व छ मलाई छोरी हुनुमा र सबै छोरी मान्छेलाई आज अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना।